ढिला नगरिकन आजका गेस्टहरूको बारेमा अघि नै एमसीले भनिसक्नु भएको छ। म फेरि उहाँको परिचयलाई दोहोऱ्याउन चाहन्न। म चाहिँ मेरो परिचय ठाउँको परिचय चाहिँ दिन चाहन्छु। म पोखराबाट यति कार्यक्रमको लागि भनेर म यहाँ आएको छु। यो कार्यक्रमको यो समावेशिताको एउटा उदाहरण हो र पोखराको तर्फबाट आठतालको सहर पोखराको तर्फबाट यहाँ सबैलाई एकमुष्ट म नमस्कार गर्न चाहन्छु र सन्ध्याकालीन अभिवादन गर्न चाहन्छु। आजको टपिक जेनजे गोज ग्लोबल रिथिंकिङ एजुकेसन पाथवेज फर नेपाली युथ र आजको पेनालिस्टहरू मनोज गेवाली सर हुनुहुन्छ। यहाँले सामाजिक सञ्जालहरूमा पनि उहाँलाई पक्कै पनि सुनिरहनु भएको छ, पछ्याइरहनु भएको छ। मिलन पाण्डे उहाँ मेरा एकदमै नमिल्ने साथीहरूमध्ये एकजना पनि हुनुहुन्छ। त्यो मेरो मसँग जोडिएको एउटा क्लास परिचय हो र युवा नेता हुनुहुन्छ। अल्टरनेटिभ पोलिटिक्सको उहाँ एउटा एक्टिभिस्ट हुनुहुन्छ र शिक्षाको बारेमा उहाँले धेरै आलेखहरू लेख्नु भएको छ, चिन्तन मनन गर्नुभएको छ, विचार प्रवाह गर्नुभएको छ। अभिषेक घिमिरेज्यू अर्को एक्टिभिस्ट हुनुहुन्छ। उहाँलाई अहिले तपाईँहरूले छापामा र विभिन्न किसिमको काँचको पर्दामा सँगसँगै तपाईँहरूले अभिषेकजीलाई आजकल सडकमा पनि देख्नुहुन्छ। सडकमा हुने यथोचित शैक्षिक आन्दोलनहरूमा उहाँले आफ्नो मोरल सपोर्ट सञ्जाल मार्फत र आफ्नो शारीरिक उपस्थिति मार्फत जनाइरहनु भएको छ। र यसैबीच इसिका पन्तजी हुनुहुन्छ। इसिका पन्तजीसँग जोडिएर आउने नाम हो प्रोजेक्ट अभय र प्रोजेक्ट अभय सँगसँगै एन्टरप्रेनरसिपको लागि र लेडिजहरूलाई स्पेसली युथहरूलाई लिडरसिपमा र पोलिटिकल लिटरेसीको इम्पावर गर्ने क्रममा उहाँले थुप्रै राम्रा कामहरू गर्नुभएको छ, सुन्दर कामहरू गर्नुभएको छ। यी सुन्दर साथीहरूसँग आजको अन्तर्क्रिया हामीले गर्दैछौँ जेनजीलाई केन्द्रमा राखेर। चारैजना साथीहरूलाई मेरो पहिलो प्रश्न छ, अहिलेको जेनजी 1996 बाट 2006 मा जन्मेको पुस्ता, त्यो बीचको पुस्ता अहिलेको जेनजीले कसलाई सुन्छ र अहिलेको जेनजीले के पढ्छ? मनोजीबाट सुन्छु। थ्याङ्क यू। पहिला त मैले ज्ञानलाई धन्यवाद दिन चाहन्छु। यो अपर्च्युनिटीमा यति धेरै साथीहरूको बिचमा बोल्न दिनुभएकोमा धन्यवाद पनि भन्न चाहन्छु। पढ्ने या अगाडि कसरी पढ्ने त भन्ने कुरा गर्दाखेरि चाहिँ उनीहरूले जनरली कसो सुन्छ त भन्दाखेरि प्यारेन्ट्सहरूसँग पनि अहिलेको जो जेनेरेसन छ त्यो कहीँ न कहीँ ग्यापमा देख्छु म। प्यारेन्ट्ससँग भन्दा पनि आफ्नो एउटै सर्कलको साथीहरूसँग बढी घुलमिल हुने, अनि 5 जना साथीभाइ मिल्ने छ भने 4 जनाले जे पढ्यो त्यसको पछि लागेर 5 पनि लाग्ने, या विदेश जाने हो भने पनि 3 जना जता गए 1 जना त्यता जाने। त्यस कारणले चोइसहरू चाहिँ क्युमुलेटिभ एउटा साथीहरूसँग लागेर बढी चोइस लिइसकेको जस्तो लाग्छ मलाई। अनि सेकेन्ड कुरा चाहिँ दे आर भेरी मच अप्टिमिस्टिक अबाउट द करियर्स एन्ड एकदम धेरै स्वप्निल छ। हाम्रो पालामा हामी धेरै ठुलो सपना देख्थेनौँ, तर आजको यो जुन जेनेरेसन छ दे आर टु मच अप्टिमिस्टिक अबाउट द क्यारियर प्रोग्रेसन्स र धेरै चिजहरूमा अप्टिमिस्टिक पनि छ, अनि धेरै छिटो फ्रस्ट्रेट पनि हुन्छ। जस्तै एकदम अप्टिमिस्टिक भएर कुनै चाहिँ सुरु गर्छ अनि अलिकति चाहिँ त्यो लाइनमा लयमा नआउँदा बित्तिकै फेरि ठ्याक्कै फ्रस्ट्रेसन पनि हुन्छ। अनि सोसियल मिडिया र यो चिजहरूले चाहिँ मान्छेलाई एकोर पनि बनाइदिएको छ। यो भन्छ नि अब तपाईँहरू युट्युब टिकटक जे तपाईँ 4-5 चोटि खोजेर हेर्नुभयो भने अनि त्यसपछि खोज्नु पर्दैन, अटोमेटिकली त्यो अहिले तपाईँको मोबाइल डिभाइसमा फिट गरिदिन्छ। दे आर मोर सेल्फ सेन्टर्ड, करियर प्रोग्रेसनमा एकदम आत्तिएको जस्तो र करियर अप्सनहरू धेरै भएको हुनाले कन्फ्युज जस्तो कता कता देखिन्छ। यो बाटो चाहिँ अलिकति सुधार्नु पर्नेछ भने अर्को बाटो भनेको तिनीहरू साँच्चीकै आजको डेटमा ग्लोबल भएको छ। तिनीहरू हाम्रो पालाको भन्दा अहिले चाहिँ धेरै कुराहरू बुझ्ने भएको छ, टेक्नोलोजीको बारेमा, करियर अप्सनको बारेमा। देखि हामी हाम्रो एजमा जहाँ थियौँ र अहिलेको पुस्ता चाहिँ एजमा छ उनीहरू हामीभन्दा धेरै नै माथिल्लो स्तरमा बसेर संसारलाई हेरिरहेको छ। हामी गाउँबाट सहरसम्म हेऱ्यो भने सहरमा सीमित हुन्थ्यौँ, उनीहरूले आजको डेटमा ग्लोबलै मेरो पुरा अप्सन हो, आज म ग्लोबल सिटिजन हो भन्ने हिसाब किताबले माइन्डसेटले हेर्छ र एकदम विनिङ एटिच्युडको एकदमै एग्रेसिभ पाइनियरिङ एटिच्युडले चाहिँ अहिलेको जो जेनजेड पुस्ताहरू छ हामी यो दौडिरहेको जस्तो लाग्छ। मिलनजी फरक कुरा के छ अहिलेको पुस्ताले सुन्ने र पढ्नेको? मैले यो प्रश्न गर्दाखेरि चाहिँ मैले केही मसँगै काम गर्ने जेन्जीहरूलाई सम्झिरहेको थिएँ। अनि म चाहिँ अहिलेको जेन्जी चाहिँ मेरो पुस्ता भन्दा मोर क्लियर पाउँछु।
मेरो पुस्ता त म आफै उनीहरूभन्दा बढी कन्फ्युज छु जस्तो लाग्छ कि कतिपय केसमा चाहिँ अहिले उनीहरू यो गर्ने सिङ्गर बन्ने यो देश जाने यो कुरा गर्ने भन्नेमा म मोर क्लियर पाउँछु एउटा सरभन्दा अलिक फरक। अनि अर्को चाहिँ के पढ्छन् भन्दाखेरि उनीहरू अहिले पढ्दाखेरि पनि त्यो किताबहरू चाहिँ अलि सेल्फ डेभलपमेन्टका किताबहरू होइन, आफ्नो ह्याबिट बिहेभियर स्किल सुधार गर्ने किताबहरू पढेको म पाउँछु। यसो कहिले विद्यार्थीहरू अनि साथीहरू पढाएको यसो हेर्दाखेरि चाहिँ त्यस्ता खालको किताबहरू पढेको पाउँछु। अनि के सुन्छन् भन्दाखेरि चाहिँ पोडकास्टहरू अलिक बढी सुनेको, युट्युबमा टिकटकमा त्यस्तो पोडकास्टहरू सुनेको र आजको दिनमा चाहिँ जेएनजीहरू अधिकांश चाहिँ दुश्मन हेरेको हेरी सुन्दैछ। त्यही प्रश्न होइन, खासमा उनीहरूले कसलाई सुन्छन् भन्दा पनि मेरो उत्तर के छ भने म चाहिँ उनीहरूलाई सुन्न चाहन्छु कि उनीहरूले अरूलाई सुन्नु नै पर्दैन, उनीहरू आफै भित्र छ। र यो जेनेरेसन यस्तो जेनेरेसन हो, उमेरको हिसाबले हेर्नुहुन्छ भने पृथ्वीनारायण शाहले टुक्रा टुक्रा भएको देशलाई म सिङ्गो बनाउँछु भनेर सोच्दै गर्दाको उमेर हो क्या। अलेक्जेन्डर द ग्रेटले म विश्वलाई एउटा साम्राज्य बनाउँछु भनेर सोच्दै गर्दाको उमेर हो यो। अथवा मार्क जुकरबर्गले अथवा बिल गेट्सले म विश्वमा आइसिटीको माध्यमबाट एउटा साम्राज्य खडा गर्छु भनेर योजना बनाउँदै गरेको उमेर हो यो। त्यसकारण यो उमेरलाई प्रोडक्टिभ बनाउन सक्यो, उनीहरूले एउटा उचित गाइडलाइन पाउन सके, त्यो खालको वातावरण भनौँ राज्यले निर्माण गर्ने, घर परिवारले निर्माण गर्ने प्राप्त गर्यो भने उनीहरूसँग यति छ कि त्यो हामीले उनीहरूलाई सुनाउनै पर्दैन, वी आर नथिङ, उनीहरू भित्रै छ। तर फेरि पनि त्यो वातावरण प्राप्त गर्न सकेनन् भने म केही दिन अगाडि मन्थलीमा कक्षा 12 का विद्यार्थीहरूलाई मोटिभेट गर्नुहोस् न भनेर गएँ। हामीले कसरी मोटिभेट गर्दैनौँ ल, त्यही पनि 2 घन्टा भन्नुभयो बोल्नलाई। सुरुमै गएर त्यहाँ उपस्थित भएका विद्यार्थीहरूसँग मैले सोधेँ तपाईँको एम के हो भनेर। मलाई लागेको थियो सबैले आफ्नो 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 बताउँछन्, त्यस पछाडि म मेरो भाषण दिन्छु भनेर लागेको थियो। एकजना विद्यार्थीले पछाडिबाट सोध्यो तपाईँलाई भनेर के फरक पर्छ र? मैले मेरो एम तपाईँलाई बताएर के फरक पर्छ होइन? मैले तपाईँलाई बताएँ ल म डक्टर बन्छु भन्छु, त्यसपछि के हुन्छ तपाईँले के गर्नुहुन्छ भनेको एक खालको जेनेरेसन फ्रस्ट्रेटेड पनि छ होइन। तर फेरि पनि मैले त्यो डार्क साइडलाई हेर्दैन, उनीहरूसँग सङ्गत गर्न पाएँ, सिक्न पाएँ, हामी धेरै अगाडि बढ्छौँ जस्तो मलाई लाग्छ। यसलाई अझै बढाउँदै लिएर जाउँ। As a Gen Z itself, होइन, I think हामी चाहिँ अथोरिटी भन्दा पनि अथेन्टिसिटीको धेरै सुन्छौँ। युजुअली अब त्यो 1996 पछिको म त्यो क्याटेगोरीमा पर्छु र who do I listen to भन्दाखेरि I don't listen to the authority, but I actually go for the ones we've already set a way for asking. So say if there is somebody, अघि भर्खर हार्वर्ड केनेडी पढाउनु भयो भने we listen to them. अहिले हामी रेगुलर ट्रेडिसनल पोलिटिसियन्सहरूलाई नहेर्दैन, अहिले जो ग्रेजुएट्सहरू हुनुहुन्छ, आइभी लिगबाट आउनुहुन्छ अथवा जो नेपालमा आएर केही बेटर गर्न खोज्दै हुनुहुन्छ, हामी चाहिँ उहाँहरूको सुन्छौँ। मोर देन द वान्स हु अलरेडी इस्टाब्लिस्ड होइन, एउटा पेभ जुन ट्र्याक बनाउनु भएको छ अलरेडी पोलिटिसियन्सहरूले, उहाँहरूको नसुनेर चाहिँ अहिले हामी डिफ्रेन्ट आइडियोलोजिजहरू सुन्छौँ। अल्सो वाट डु वी एक्सपेक्ट भन्दाखेरि चाहिँ हामी अहिले पनि हाम्रो करिकुलम हेऱ्यो भने इट्स लाइक 20 years old. We still need to improve that. And हामी चाहिँ अहिले as Gen Z, we have seen and we have witnessed so many different educational reforms. अब अघि भर्खर UK को एजुकेसनको हामी कति धेरै कुरा सुन्यौँ होइन। सो त्यो सबै एजुकेसन चाहिँ हामी ल्याएर यहाँ स्किल बेस्ड एजुकेसन भयो भने स्किल बेस्ड लर्निङ जे पनि छ हामी चाहिँ त्यो स्किल बेस्डमा धेरै फोकस गर्छौँ ओभर ट्रेडिसनल कुराहरू चाहिँ। आई थिङ्क द्याट्स वाट वेयर वी मेजरली फोकस अन। अहिलेको जेन्जीले के सुन्छ के पढ्छ भन्ने कुरा सोचिरहँदाखेरि भनिरहँदाखेरि तपाईँलाई लाग्दैन हाम्रो प्रधानमन्त्रीले मरिचको ठुलो रुख भन्नुहुन्छ त्यो पनि सुन्छ होला र छिमेकी देशको कलेजको एउटा हाकिमले तेरो देशको जिडिपी भन्दा मेरो कलेजको बजेट ठुलो छ जेडिपी, यो त जेन्जीले सुन्छ। सो इज अ युथ लिडर, हाउ डु यु फिल? यसमा तपाईँको रियाक्सन के छ? उनीहरू त डिजिटली त तपाईँ हामीले देखिरहेको न्युजहरू अपडेट्सहरू उनीहरू पनि अपडेटेड छ, अझ मोर अपडेटेड छ। सो वाट वुड बी योर रियाक्सन? उनीहरूले सुन्न चाहिँ सबैको कुरा सुन्छ, प्रधानमन्त्रीको कुरा पनि सुन्छ, ट्रम्पको कुरा पनि सुन्छ, बाइडेनको कुरा पनि सुन्छन् होइन। तर कसरी लिन्छ भन्नेमा भर पर्ने रहेछ। मैले नयाँ पुस्तालाई सुनिराख्दाखेरि चाहिँ उनीहरूको रियाक्सन हेरिराख्दाखेरि चाहिँ कसको कुरा सिरियसली लिइरहेका छन्
प्रधानमन्त्रीको कुरा त सुन्छन् तर त्यसलाई चाहिँ उनीहरूले कमेडीको रूपमा हेरिराखेका छन् कि अनेस्टली स्पिकिङ होइन। आज तपाईँलाई मरिचको रूप भन्नुभयो, पानी जहाजका कुराहरू छन्, अनि तपाईँका रेलका कुराहरू भए, घर घरमा ग्यासका पाइपका कुराहरू भए, अथवा अरू नेताहरू, एउटा विशेष नेताको मात्र होइन सबै पार्टीका सबै नेताहरूको अलिकति विवेक राख्दा कुरा, फ्याक्ट्री कुराहरू सुन्दाखेरि चाहिँ कमेडीको रूपमा लिने, हावाको रूपमा लिने मैले त्यो पाउँछु। र सिरियस कुरा चाहिँ कसको कुरा सिरियसली लिइरहेका छन् भन्ने हो। उनीहरूले अहिले नयाँ पुस्ताका लिडरहरूको कुरा चाहिँ म सिरियसली लिएको पाउँछु होइन। अहिले जुन न्यारेटिभहरू बनिरहेको छ, बालिका कुराहरू, नयाँ आएका राष्ट्रपाका नेताहरू, सोभिताका कुराहरू, जस्तै हिजो बेलुका मात्र एउटा न्युज आयो सोभिता गौतमको बारेमा। र त्यसलाई चाहिँ आज मैले 3-4 सोधेँ भने तपाईँले कसरी हेर्नु भन्दाखेरि एकदमै प्राउड फिल गरिरहेको छ कि। अनि तपाईँले उडिसा राज्यको नयाँ पुस्ताका नेताहरू पनि बोल्ने क्रममा त गाडिदिन्छु, चलाइदिन्छु भन्ने किसिमको कुराहरू पनि तपाईँले सुनिरहेको छ। त्यसलाई कमिटीको रूपमा लिनलाई चाहिँ अलिकति समय लाग्ला। अहिले त उनीहरूले त्यसलाई चाहिँ आफ्नो आक्रोशसँग जोडेर हेरिरहेका छन्। त्यही भएर जुन त्यो एउटा लेजिटिमेसी जुन लिडरसिपले राख्नु पर्थ्यो त्यो चाहिँ बिस्तारै नयाँले पनि घुमाउँदैछन्। तर त्योभन्दा अलिक फास्ट वेटमा चाहिँ पुराना नेताहरूले घुमाएको हो कि भन्ने लाग्छ। त्यही भएर सुन्न चाहिँ सबैलाई सुन्छन्, सबैलाई हेर्छन्। हामीलाई के लागिरहेको छ भने देखिरहेको छैनन्, पुराना नेतालाई सुनिरहेका छैनन्, उनीहरूले गरेको चर्तिकलाहरू, कमजोरीहरू, राम्रा कुराहरू चाहिँ यादै गरिरहेका छैनन् भन्ने तपाईँहरूलाई लाग्न सक्ला। तर त्यस्तो होइन जस्तो लाग्छ मलाई। उनीहरूले प्रत्येक सुन्नुपर्ने मान्छेलाई सुनिरहेका छन्। अभिषेकजी, यहाँले सामुदायिक स्कुलहरू, सामुदायिक विद्यालयहरूलाई पक्षमा धेरै हेर्नु भएको छ, बोलिरहनु भएको छ। अब अहिलेको काठमाडौँको जेनजीले त इन्स्टा मार्फत, सोसियल मिडिया मार्फत हेरिरहेको छ र यहाँले काठमाडौँको जेनजीलाई पनि सङ्कट गर्नुभएको छ, हेर्नुभएको छ र दुर्गमको जेनजीको पनि कुराहरू उहाँहरू सुन्नुभएको छ। अनि कहीँ कतै तपाईँको आफ्नै अभियान, आफ्नै विचार, आफ्नै प्रवाह ध्यान दिनुपर्ने ठाउँमा जोड दिए जस्तो वा जोड दिनुपर्ने ठाउँमा ध्यान दिए जस्तो वा अलमल भयो जस्तो त्यस्तो किसिमको महसुस यस्तो छ। फेरि पनि काटे जस्तो लाग्ला। काठमाडौँको जेनजी र ताप्लेजुङको जेनजी फरक छैन। इन्टरनेटको एक्सपोजर छ भने संसारको कुनै पनि ठाउँ दुर्गम होइन वैचारिक रूपमा के। किनभने त्यो इन्टरनेटका माध्यमबाट विश्वलाई चियाएको छ, निहालेको छ। त्यति मात्र होइन, अहिले एलकेजी युकेजी पढ्दै गरेको बच्चालाई तपाईँले एन्ड्रोमेडा ग्यालेक्सीको बारेमा प्रश्न सोध्छ कि मलाई इन्टरनेट सोधेर हैरान पारेको छ। भनेको इन्टरनेटको एक्सपोजर छ भनेदेखि कोही कतै पनि दुर्गम होइन। यसलाई हामीले सच्याउनुपर्छ र सोच्ने तरिका सबैको एउटै छ होला। उसको घर परिवार, समाज, सङ्घ, समुदाय, त्यो राष्ट्र, त्यहाँभित्रको सोसियो पोलिटिकल सिनारियो, त्यसले उसको एउटा मस्तिष्क निर्माण गरेको हुन्छ। त्यो चाहिँ काठमाडौँ र उता मैले खासै धेरै फरक पार्दिनँ। तर यति चाहिँ के रहेछ भने काठमाडौँको बच्चाले सिधा म भोलि बाहिर जान्छु भन्ने कुराहरू सोच्न सक्ला होइन। ताप्लेजुङको बच्चाले म काठमाडौँ आउँछु भन्नेसम्म पनि सोच्न सक्ला। तर सोच्ने तरिका, त्यो दृष्टिकोणमा चाहिँ नि खासै त्यस्तो फरक मैले पाउँदैन। मैले छोटै गर्दैछु हुँदैन आवाज भनेर कहिले गरिरहेको छु। इन्टरनेटको पहुँचले गर्दाखेरि इन्टरनेटको पहुँच अहिले चाहिँ भनेकै हामीले इन्टरनेटसँग जोडिन्छ त्यो पुस्ता होइन। ऊ जन्मिँदै गर्दाखेरि त्यसैमा भिजेको छ। यस्तो खालको समयमा ऊ जन्मियो कि अहिलेको बच्चा चाहिँ यस्तो रहेछ भन्नेमा पुग्न थालिसक्यो। त्यति बेलाको बच्चा चाहिँ यति धेरै क्युरियोसिटीका साथमा उसले इन्टरनेटलाई एक्सप्लोर गर्दै हुर्किएको छ कि त्यो अझ फरक छ होइन। हजुर, जहाँ गाउँ छ, स्कुल छैन, त्यो पुस्ताको शिक्षाको सरकार र काठमाडौँमा भइरहने अभियान आन्दोलनहरूमा गरिने आवाज गरिने सरकारहरू अभियानहरू तादात्म्य तपाईँ कसरी मिलाइरहनु छ? मेरो सोधाइको होइन, मैले त्यही कुरालाई गरेँ। अघि त्यो दुर्गमको कुरा गर्दाखेरि मैले तपाईँले जोडेको मात्रै हो। एक्सपोजरको हिसाबले चाहिँ नि काठमाडौँमा जति पाउँछ, जुन खालको एक्सपोजर पाउँछ हाइलो रिमोट एरियामा, हुम्ला प्रणालीमा अथवा दार्चुलाको बच्चाले त्यो लेभलमा पाउँछ भनेको चाहिँ होइन। तर इन्टरनेट छ भनेदेखि चाहिँ हरेकको त्यो क्षमता उही छ। हरेक ठाउँमा जन्मिएको बच्चाले पनि त्यसरी नै उसले अगाडि आफूलाई बढाउन सक्छ, एक्सप्लोर गर्न सक्छ। किनकि इनबोर्न क्युरियोसिटी हरेकमा उस्तै छ। कसैले पायो अगाडि बढ्यो, कसैले पाएन पछाडि बढ्यो। अब एउटा रिसर्चले चाहिँ के भनेको छ भनेदेखि यो जितपुर सिमरा नगरको महानगरपालिकाले एउटा स्टडी गरेको रहेछ विद्यार्थीहरूमा। जो विद्यार्थीको घरमा इन्टरनेट छ, वाइफाई छ अथवा इन्टरनेटको एक्सपोजर पाएको छ, त्यो विद्यार्थीको सिकाइ उपलब्धि राम्रो भएको छ, उसको क्रिटिकल अवेरनेस राम्रो भएको छ, कुनै पनि कुरालाई बहुआयामिक दृष्टिकोणबाट हेर्न सक्ने, समालोचनात्मक रूपमा चाहिँ चिन्तन गर्न सक्ने उसको क्षमता बढी छ भनेको छ। अघि यहाँले मरिचको रूपको
कुरा गर्नुभएको थियो त्यो अलिकति अहिलेको बच्चाले चाहिँ के पनि गर्छ भने मरिचको रुखलाई पत्याउँदैन प्राइम मिनिस्टरले भनेको त्यही सही हो कि मात्रै पनि भन्दैन अलि अगाडि पनि केही बोल्नु भएको थियो कि पछाडि पनि केही बोल्नु भएको थियो कि भनेर पनि हेरिसक्यो म मनोजजी राई अहिले इन्टरनेटको पहुँचको कुरा प्रविधिले गर्दाखेरि अहिलेको जेनेरेसनलाई अलिकति बढी जागरुक कम्पेरिजन एन्ड कन्ट्रास्ट गर्न सक्ने क्षमता र आफ्नो किसिमको साइन्स प्रयोग गरेर मूल्याङ्कन गरेर कुन सही हो गलत हो यिनीहरूमा त्यो खालको एउटा क्षमता हुन्छ भन्ने कुरा चाहिँ अलिक प्यानलिस्टहरूबाट मैले एकजना राम्रो रेपुटेड ब्याङ्करलाई भेट्दैछु उहाँलाई तपाईँले जेनजीको बिहाफमा के क्वेसन सोधिँदा हुन्छ भनेर मैले 9 क्लासको एकजना स्टुडेन्टलाई सोधेको थिएँ उहाँले भन्नुभएको थियो म दादासित गएको थिएँ ब्याङ्कमा खाता खोल्न मेरो दादा चाहिँ 12को स्कुल कलेज टपर हो उसले चाहिँ फर्म चाहिँ राम्ररी भर्न जानेन मेरो दादाले भनेपछि यो उसले आफ्नो दादा आफ्नो जेएनजीको एउटा दादालाई इक्जाम्पल दिएर यो चाहिँ यो तपाईँले पनि भन्नुभयो एज अ ब्याङ्कर भनेपछि अब हामी प्रविधिमा अगाडि छौँ सम्पूर्ण सुविधाहरू पाउने क्रममा अगाडि छौँ अहिलेको स्मार्ट जेनेरेसन भनिरहेको छौँ सबै कुरा जानेको छ बुझेको छ उसले यति ग्लोबल गर्छ भनिरहेको छ तर ब्याङ्कले दिएको फर्म पनि भर्न नसक्ने त्यस्तो खालको उसमा देख्दाखेरि विद्यार्थीलाई देख्दाखेरि यहाँले कसरी त्यसलाई लिनु भएको छ यो चाहिँ हामीले एउटा कुरा एग्री गर्थ्यौँ पहिलो कुरा त सत्य हो है साँचो हो म तपाईँ त्यो मात्र होइन एमबिए पास आउट भएको एउटा स्टुडेन्ट जसको मेजर चाहिँ एकाउन्टिङ भएको मान्छेलाई सर लिएर कुनै एउटा रेस्टुरेन्टमा राख्नुहोस् या होटलमा गएर ल तिमी चाहिँ यो सेल्स बुक र त्यो भाउचर काटेर चाहिँ लेजरमा चढाऊ भन्नुभयो भने तपाईँले क्वेसन दिँदाखेरि चाहिँ 20 मार्क्सको क्वेसनमा पुरै ट्रायल ब्यालेन्स दिइसकेपछि त्यसबाट इन्कम स्टेटमेन्ट ब्यालेन्स सिट सबै बनाएर सल्भ गरेर 20मा 20 नम्बर चाहिँ ल्याउँछ तर त्यसलाई लिएर एउटा कुनै होटलमा बस या कुनै एउटा ट्रेडिङ हाउसमा बसेर यहाँ सेल्स रजिस्टर भ्याट सेट सबै मिलाउनु चाहिँ सक्दैन त्यो चाहिँ फर्म गर्नुभन्दा पनि म मास्टर्स गरिसकेको कुरा गर्दैछु म यस्तो किन भइरहेको छ जस्तो मलाई लाग्छ त भन्दाखेरि हाम्रो एजुकेसन सिस्टममै हामी के गर्छौँ त भन्दाखेरि मैले धेरै ठाउँ भन्ने पनि गरेको छु जब हाम्रो छोरा छोरी भाइ बहिनी एसई पास हुन्छ कसैले पनि घरमा बोलाएर के चाहिँ सोध्दैन त भन्दाखेरि तिमीले यत्रो 10, 12, 14 वर्ष पढ्यौ सिक्यौ चाहिँ के नानी भनेर सोध्दैन जिपिए कति आयो सोध्छ होइन अनि इन्टरमिडिएट पास भए पनि नम्बर कति ल्यायो भन्ने कुरा सोध्ने हो अनि यो नम्बरको चक्करमा के त भन्दाखेरि हाम्रो अहिले भइरहेको पुस्ता चाहिँ केमा फोकस छ त भन्दाखेरि सिलेबसमा फोकस छ त्यो सिलेबसमा फोकस हुँदा बित्तिकै के हुन्छ भन्दाखेरि अब त्यो तपाईँको ब्याङ्कको एकाउन्टको फर्म भर्न जाने नम्बर आउँदैन तर त्यो जे टिचरले सोध्नुभयो या चाहिँ क्वेसन छ त्यसको एन्सर दिएपछि नम्बर आउँछ सो दे आर लिस्ट फर्दर अबाउट द प्र्याक्टिकल एक्सपोजर हाम्रो एजुकेसन सिस्टममा कहीँ न कहीँ यो हेर्नुपर्छ होला बुझाउनुपर्छ होला या रिकनेक्ट गराउनुपर्छ होला तर धेरै सो मैले 16 वर्ष जति बिबिए एमबिए कलेजमा पढाएँ त्यो कलेजहरू राम्रै कलेजमा पढायो भने त्यहाँ चाहिँ जनरली उनीहरूले त्यो आउटसाइडको एक्सपोजर दिने हुनाले मान्छेहरूले जनरली त्यो लेभलको ल्याकिङ थिएन नत्र पढेर मात्रै गएपछि त म भन्छु नि मेरो घर दैलेको हो म चाहिँ चार्टर्ड एकाउन्टेन्सी पढेर फर्केपछि पहिलोचोटि राष्ट्र ब्याङ्कमा जागिर खाँदा जाँदाखेरि मलाई चाहिँ ल भाउचर चाहिँ त्यो सर बनाएर हेर्नु पऱ्यो भन्दाखेरि मलाई आएको थिएन जब म चार्टर्ड एकाउन्टेन्ट पास भएर नेपाल राष्ट्रमा 1 नम्बर नाम निकालेर इन्ट्री गरेको थिएँ भनेपछि हामीसँगको भएको एजुकेसन सिस्टमले नम्बर ल्याउन सिकाउँछ जजमेन्ट नम्बरको आधारमा हुन्छ त्यसले प्र्याक्टिकल लाइफमा तिमी गएर कहाँनिर लिङ्क गरेर तिमीलाई आफ्नो करियरमा यसरी लिङ्क गर्छौ भन्ने कुरा धेरै जसो अवस्थामा हामी जोड दिन्नौँ त्यसको त्यो ग्यापको कारणले गर्दाखेरि चाहिँ तपाईँको फर्म भर्न नसकेको तर त्यो चिजले के हुन्छ त उसँग त्यो लेभलको अन्डरस्ट्यान्डिङ गर्ने क्यापासिटी छ भने अब अलिकति गाइड गरे पनि आउँछ अनि बिस्तारै सिक्दै जाने त्यस कारणले हाम्रो एजुकेसन सिस्टम चाहिँ यस्तो छ जुन एजुकेसन पास गरेर आउँदा बित्तिकै डक्टर पास भएर आयो भने उसले फटाफट भोलिपल्ट एउटा अपरेसन गर्छ किन भन्दा ड्युरिङ दिस कोर्स उसले धेरैचोटि अपरेसन गरिरहेको हुन्छ सिकिरहेको हुन्छ गइरहेको हुन्छ नर्सले इन्जेक्सन लाउँछ किन भन्दा सिकिरहेको हुन्छ तर बाँकी जुन अरू हाम्रो एकाडेमिक क्वालिफिकेसनवाला प्रोफेसनल कोर्स बाहेकको कोर्समा हामी के गर्छौँ त भन्दाखेरि फटाफट जाँच दिने हो नम्बर ल्याउने हो पास हुने हो अगाडि बढ्ने हो त्यो भएपछि चाहिँ प्र्याक्टिकल एक्सपोजरसँग टाइअप नभएको कारणले त्यो ग्याप जस्तो लाग्छ 1996 to 2006 अब तपाईँ आफै राजनीतिमा पनि हुनुहुन्छ जो कोहीलाई थाहा छ यो समय भनेको लगभग नेपालको हकमा माओवादी आन्दोलनको सुरुवातसँगै यो जेनेरेसनको सुरुवात यो बेलामा सुरु भएको थियो अब जनयुद्धमा जन्मिएको पुस्ता र गणतन्त्रमा हुर्किरहेको छ त्यो पुस्ताको मनोविज्ञानलाई एज एन एक्टिभिस्ट एज अल्टरनेटिभ पोलिटिक्सको एउटा
नेताको रूपमा कसरी बुझ्नु भएको छ यो मनोविज्ञान? यो आजभोलि चाहिँ धेरै नेताहरूको अनि कुराहरू धेरै लेखकहरूको कुराहरू सुन्दा चाहिँ मलाई त के लाग्न थाल्यो भने त्यो हामीले पनि सुनेको कुरा त्यही कुरा एक हप्तामा 3-4 प्रोग्राममा गयो त्यही कुरा रिपिट गरेकै छ होइन। त्यो नयाँ केही छैन। मैले चाहिँ आजभोलि चाहिँ के गर्न थालेको छु भने भ्याएसम्म प्रोग्राममा जाँदाखेरि चाहिँ बढीभन्दा बढी मान्छेसँग कुराकानी गर्ने अथवा सर्वे गरेर होइन। म आफै पनि अप टु डेट त हुनु पऱ्यो नि त। अनेस्टली भने तपाईँले मलाई नयाँ पुस्ताको भन्नुहुन्छ, मलाई त म आफै डिट्याच भइसकेँ नयाँ पुस्ताबाट जस्तो लाग्छ। एकदिन म पढाउँछु होइन, नयाँ यो पुस्ताका साथीहरूसँग पार्टीमा सँगै काम गर्छु, तर मैले उनीहरूको फिलिङलाई प्रतिनिधित्व गर्दिनँ जस्तो लाग्छ मलाई। अनि यो प्रोग्रामको लागि चाहिँ मैले तिमीले के सोचिरहेको छौ भनेर एउटा 707जना युवाहरूसँग अनलाइन र अफलाइन विगत 3 महिनामा संवाद गरेर एउटा डेटा लिएर आएको छु ताकि छलफल हुन सकोस्। अब यसको रिसर्चको बारेमा हाम्रो आफ्नै बुझाइ होला, मेरो विवेकले भ्याएसम्म मैले गरेँ। अनि मैले चाहिँ उनीहरूलाई तपाईँको प्रश्न आउनुभन्दा पहिला तपाईँहरूले आज दिनमा मेजर रूपमा के सोचिराख्नु भएको छ भनेर क्लासमा गएर सोद्धाखेरि चाहिँ बाहिर जाने बारेमा सोचेको छु भनेर भन्नु। अनि त्योसँग रिलेटेड मैले 4टा प्रश्नको उहाँको उत्तर डेटासहित भन्छु म तपाईँहरूलाई। तपाईँहरू बाहिर जाने बारेमा सोच्नु भएको छ भनेर 11 र 12 क्लास पढ्ने 407 जना 63वटा जिल्लाका भाइ बहिनीहरूसँग कुराकानी गर्दाखेरि अनलाइन र अफलाइन कुराकानी गर्दाखेरि चाहिँ 75% भाइ बहिनीहरूले उनीहरूले म बाहिर जाने बारेमा सोचिरहेको छु भनेर भन्छन्। त्यस्तै 18%ले जाने पनि सक्छु नजाने पनि सक्छु भन्छन्। जम्मा 7% भाइ बहिनीहरूले चाहिँ म विदेश जान देशमै बस्छु भन्छन्। यो आजको ताजा तथ्याङ्क हो, यसमा बहस गर्न सक्यो तर मैले लिएर आएको डेटामा यो भन्छ। दोस्रो, तपाईँ बाहिर जानु पढ्नुको मेन रिजन के हो त, किन बाहिर जान खोजेको भनेर सोद्धाखेरि उहाँको 1 नम्बरमा एन्सर छ बेटर एजुकेसन। तपाईँले जुन त्यो फर्मको कुरा गर्नुभयो नि, नजाने भनौँ कति फर्म त मै भन्न सक्दिनँ, मै भन्न जान्दिनँ। मास्टर्स गरेको छ, इन्जिनियरिङ गरेको छ, मेरो कमजोरी हो कि टपर पनि होइन अनि मेरो कमजोरी हो कि यो एजुकेसन सिस्टमको कमजोरी हो कि म बुझ्दिनँ। म विभिन्न जोइन्ट खाताहरू, कम्पनीको खाता, व्यक्तिगत खाता गरेर एउटा ब्याङ्कमा 3-4टा खाता हुन्छ नि, मैले त्यो 4टा फर्म किन भन्छु आजसम्म मैले बुझेकै छैन। एउटै ब्याङ्क हो पुरै नेपालभरि, अब नेसनल आइडी आएपछि एउटा हुन्छ भनेको छ, त्यो त कहिले कहिले हो। अनि म ब्याङ्कको खाता किन खोलौँ भन्दा उहाँहरूले यो एजुकेसन सिस्टम पढेपछि आफूलाई मजबुत होइन झन् कमजोर फिल गरिरहेको म पाउँछु। किन बाहिर जाने भनेर सोध्दा 1 नम्बरको रिजन बेटर एजुकेसनलाई भन्नुहुन्छ। दोस्रो 2 नम्बरमा के भन्दाखेरि राम्रो जब पाइन्छ। नेपालमा मेरो मेहनत अनुसारको मैले फल पाउँदिनँ। अनि बाहिर गयो भने चाहिँ उनीहरूले के सुनेका छन् भने बिहान प्रदीप केवाली सरले पनि भन्दै हुनुहुन्थ्यो, त्यो एउटा सुन्या पनि होला, कतिपयमा साँचो पनि होला, मेरो मेहनत अनुसारको पे पाइन्छ भन्ने सुनेका छन्, डलरमा सुनेका छ नि त। तेस्रो चाहिँ मेरो पारिवारिक आर्थिक कारणले गर्दाखेरि म बाहिर जान चाहन्छु भन्छन्। अर्को, नेपालभन्दा बाहिर तपाईँलाई करियर राम्रो छ भन्ने विश्वास लाग्छ भन्दाखेरि यसमा त अब एन्सर बुझिसक्नुभयो, 96%ले राम्रो छ भन्छन्। र अर्को एउटा प्रश्न चाहिँ महत्त्वपूर्ण प्रश्न, जुन छलफल गर्ने प्रश्न चाहिँ तपाईँ बाहिर गएर पढिसकेपछि कलिकति पैसा कमाएपछि नेपालमा फर्किनुहुन्छ भनेर सोद्धाखेरि चाहिँ जम्मा 11% भाइ बहिनीले म नेपाल फर्किन्छु भन्छन्। 54% भाइ बहिनीले चाहिँ के भन्छन् भने म नेपाल त फर्किने, तर 8-10 वर्ष चाहिँ डिग्री लिने, पैसा कमाउने अनि नेपाल फर्किने बारेमा सोच्छु भनेर भन्छन्। र मैले एकजना स्याङ्जाको 11 कक्षाको भाइसँग म लास्ट कुरा गरेँ अनि उहाँसँग त्यो डिटेलमा व्यक्तिगत कुराकानी गरेका थिएँ। अनि कुराकानी गर्दाखेरि चाहिँ भाइ तपाईँको सपना के हो भनेर सोद्धाखेरि चाहिँ आई वान्ट टु बी ए रक स्टार भनेर भन्थ्यो। र यो कुरा मेरो परिवारले एक्सेप्ट गर्दैन। र अर्को चाहिँ तिमी बाहिर किन जान खोजेको भन्दाखेरि चाहिँ मैले बाहिर गएँ भने फ्रिडम पाउँछु, नन जजमेन्टल सोसाइटी पाउँछु, याद गर्नुहोस् है, नन जजमेन्टल सोसाइटी पाउँछु र अपर्च्युनिटी पाउँछु भनेर भन्थ्यो। र लास्टमा मैले भाइलाई पोलिटिसियनहरूलाई केही सन्देश छ भनेर सुटुक्क सोधेका थिएँ। भाइले दिएको उत्तर जस्ताको जस्तै हामी हाम्रो देशलाई माया गर्छौँ, तर हामी हाम्रो सपना र करियरलाई अझ बढी माया गर्छौँ।
कृपया अवस्था सृजना गर्नुहोस्, हामी हाम्रो देश छोड्न चाहँदैनौँ। हामीले त्यही मनोविज्ञानको सार यही नै भन्न सक्छौँ। तपाईँले अहिले भर्खरै लेखेको लाइन जुन छ सक्छौँ। र मलाई आजको युवाहरूको के हो त वास्तवमा एक लाइनमा भन्नुहोस् भन्दाखेरि त्यही हो, देशको माया छ, देश छोड्न चाहन्न। म तपाईँसँग एकछिनपछि जोडिन्छु। अब म अभिषेकजीलाई फेरि एउटा सानो मेरो पोखरामा भएको एउटा नेपाल लिटरेचर फेस्टिभलमा एकजना जेनजीले भनेको कुरा यहाँनिर राख्छु, ताकि तपाईँलाई मलाई आफ्नो प्रश्न प्रस्तावना पनि सजिलो हुन्छ, तपाईँलाई भन्न पनि सजिलो होला। त्यहाँ चाहिँ एकजना जेनजी एनालिस्टले नै के भन्नुभएको थियो भन्दाखेरि हामीभन्दा अघिल्लो पुस्ता सुरक्षा खोजेरै बस्यो, सेटलमेन्टमै बित्यो त्यो पुस्ता। त्यसकारण सामाजिक मूल्य नै बुझेन, त्यो पुस्ताले सामाजिक मूल्य नै बुझेन, किनकि उसले सुरक्षाको लागि नै बाँच्यो, सेटलमेन्टको लागि नै उसको जीवन निर्वाह हो। तर हामी जेनजी, अहिलेको जेनजीलाई चाहिँ कम्तीमा सेटलमेन्टको चिन्ता छैन। त्यसकारण हामीले अघिल्लो पुस्ताको भन्दा बढी भ्यालुजहरू बुझेका छौँ। त्यसकारण हामी तपाईँहरूको पुस्ताभन्दा बढी इमान्दार, नैतिकवान र असल हुँ भनेर मोडरेटरलाई भन्नुभएको थियो क्या जेनजीको। उहाँले भन्न खोजेको भ्याल्युज बुझेको चाहिँ केलाई भन्न खोज्नु भएको छ? अब यो यसमा उहाँले भन्न खोजेको कुरा लगभग उहाँहरूको जुन अहिलेको जेनजीको जुन प्रायोरिटिजहरू छ र पहिलाको पुस्ताको प्रायोरिटिज छ त्यो त फरक भयो अलिकति। पोलिटिकल इन्स्टेबिलिटी थियो, त्यति ठुलो फ्रिडम थिएन, अपर्च्युनिटीहरू धेरै थिएन। अहिले छ त्यो कारणले चाहिँ हामी नैतिकवान हो, हामी इमान्दार हो भनेर उहाँको उहाँले आफूलाई नैतिकवान इमान्दार भन्ने कुरालाई क्लेम गर्ने कुरामा हामीले एप्रिसिएटै गर्नुपर्छ, किनकि त्यो उहाँहरूको एउटा सेल्फ रेस्पेक्ट हो, सेल्फ एप्रिसिएसन हो। मलाई म ठिक छु, म राम्रो छु भनेर सोचेको पुस्ताले कहिले पनि बिगार गर्दैन। एउटा कुरा चाहिँ सत्य के हो भनेदेखि हिजो मेरो बुवाको पुस्ताले जति दुःख गर्नुभयो मैले त्यति गर्नु पर्दैन, किनभने सबै मेरा लागि चाहिँ उहाँले चाहिँ हरेक कुराहरूको म्यानेजमेन्ट गरिदिनु भयो क्या। अहिलेको बाबुआमाले पनि छोराछोरीको लागि सबै कुरा गरिदिइराखेकै छ, त्यस कारण उहाँले त्यति धेरै स्ट्रगल गर्नु पुगेको छ होइन। हामी मनोजीको केही सुन्छौँ, यही विषयको तपाईँको केही नोट्स छ? होइन, अब अलिकति निराशा भन्दा पनि वातावरणै धुमिल भयो कि अब भोलि बतास एकदम बाङबुङ उडिरहेको छ भनेपछि घाउ नै हुन्छ, धुलो नै हुन्छ। हामीले दुई तिनवटा कुरा स्वीकार पनि गर्नुपर्छ। हामी यहाँ बसेर चाहिँ पोलिटिसियनले बिगारे, देश बिगारे, बर्बाद पारे भन्नुभन्दा पहिला हाम्रो कल्चरै त्यसरी सेट भयो कि जस्तै आजको डेटमा हामी यति छौँ, प्यारेन्ट्सहरू छौँ, बहिनी छोराछोरी भाइ बहिनीहरू होला। मैले आज मेरो छोरीलाई छोरी तिमी राम्रोसँग पढ है, तिमी ठुलो भएर यो देशको प्रधानमन्त्री बन्नुपर्छ, ज्यान जाला भन्नु। बरु राजनीति गर्न लाग्छ भने मैले के भन्छु, चुप दायाँ गर्ने पढाइदिएँ, बरालेर हिँड्ने हो, म स्टप गर्छु। म चाहन्न मेरो छोराले पोलिटिक्स गरोस्। अनि हुन्छ के त भन्दाखेरि जब त्यो त्यहाँ संस्कारबाट हुर्केको मान्छेहरू अनि हुन्छ के त भन्दाखेरि राम्रो राम्रो मान्छेहरू हाम्रो सायद खाने व्यापार स्यापार गर्ने आफ्नो धन्दा पानी गरिदिए। अनि हुन्छ के त भन्दा रेसमा को दौडिन्छ त भन्दाखेरि जो चाहिँ नभइरहेको सबैलाई भनिनँ मैले, तर अधिकांश मान्छेहरू जो चिज चाहिँ केही गर्न नसके राजनीति गरेर त्यो पेसाबाट माथि माथि बढ्दै गएको मान्छेहरूसँग तपाईँले अन्तिममा गजबको पढाउनु खोज्नुभयो भने कहीँ न कहीँ हामीले चाहिँ एक्सपेक्ट गर्छौँ र हामी हाम्रो परिवारमा जे गर्छौँ त्यसमा पनि कहीँ न कहीँ मिसम्याच छ। र पोलिटिसियन मात्रै खराब होइन क्या, हाम्रो भूमिका हेरौँ न। नेपालमा हाम्रो सोसियल भ्यालु र कल्चरहरू यति डिग्रेड भइसक्यो, हामी चाहिँ बेला बेलामा हामीलाई कस्तो लाग्छ त भन्दा यो 18 मान्छे मात्रै धन्न म मात्र ठिकै छु जस्तो लाग्ने गइसक्यो, सब खराब लाग्ने गइसक्यो। त्यस कारणले हरेक नागरिकले आफ्नो भूमिका पुरा गर्यो भने त देश आफै भन्छ नि त, किन त्यो नेतालाई मात्र गाली गरिरहनु पर्यो भने हामी सामाजिक सांस्कृतिक हिसाब किताबले पनि यस्तो भयो कि अब जो गाली गर्यो मिलाएर गाली गर्यो भने त्यो मान्छे हिरो हुने, मान्छे त्यसकै कुरा सुन्ने। अब अरू कुरा नगरौँ न, ल बालनले पनि ल त्यो सिकन्दरमा चलाउँछु भनेर त्यस्तो प्रकारको आक्रोशमा फेसबुकमा लेख्दाखेरि वारले त हो जलाइदिनुपर्छ, त्यो नेताहरू पनि भित्र राखेर जलाइदिनुपर्छ भन्ने त्यो जेन जीको त्यो भाषालाई हामीले फेरि यो त गजब गरेको छ यस्तै हुनुपर्छ भन्यो भने हामीले त्यसलाई गलत डाइरेक्सन दिएको हुनुपर्छ। गलत डाइरेक्सन दिएको त्यसलाई गलत भन्यो तिमी मान्छे ठिकै थियो, तर यहाँ कहाँ बराल्यौ भनेर खबरदारी गर्न सक्ने चेत चाहिँ तिनीहरूमा सिर्जना भएन भने त्यो अझ बढी खतरनाक हुन्छ। त्यस कारणले गाली गर्दैमा मात्रै सबै चिजको समाधान हुँदैन। हरेक नागरिक हरेक ठाउँमा बसेर आफ्नो भूमिकामा न्याय गरिदियो र हामी एज अ प्यारेन्ट पनि आज हामी यदि एजुकेसन कन्सल्टेन्सीमा बसिरहेको हामी सबै साथीहरू छौँ। मैले पनि के कन्सल्टिङ गर्छु त भन्दा यो पैसै कमाउनु
हुनु, ठुलो जागिरी खानु, ठुलो मान्छे हुनु भने के हो या देशमा तिमी पोलिटिक्समा जाने ल मिलनजी जस्तो कतिजना मान्छेहरू पोलिटिक्समा आयो त होइन कतिजना इन्जिनियर तपाईँको साथीहरू आयो सबै आफ्नो गरेर छ अहिले उस्तै गरेर मिलन पराइले नि भन्ने बेला आउँदैन होइन या चाहिँ स्ट्रगलिङ टु मच तपाईँ हाम्रो अगाडि भइरहेको फिगर हो नि त तर अब बेला बेलामा उहाँले यहाँ मसँग नभन्नु भने बेला बेलामा भयङ्कर फ्रस्ट्रेसन हुन्छ उसलाई पोलिटिक्स भने यो इन्भाइरोमेन्टमै कहीँ न कहीँ प्रब्लम छ त्यस कारणले यो जेनजी या जेनजेड या यिनीहरूको मात्रै प्रब्लम होइन हाम्रो सोसियल मोरल भ्यालुजहरू मलाई सबभन्दा बढी चिन्ता लाग्ने त्यही नै हो नेपालमा जति तपाईँको नेगेटिभ म्यासेज जाने युट्युब भिडियो टिकटक संसारमा कहीँ पनि तपाईँ हेर्नुभयो भने सेयर हुँदैन र एभरेज नेपालीको मोर देन 8 आवर्स चाहिँ सोसियल मिडियामा इङ्गेज भएर गइरहेको छ चाइनामा टिकटक चल्दैन अर्को चल्दैन फेसबुक चल्दैन चाइनाले त्यत्रो प्रोग्रेस गरेको छ हाम्रोमा टिकटक नगरिदिन चल्दैन भने हामीलाई हाम्रो युथहरूलाई चाहिँ एकदम यो नेगेटिभ सोसियल माइन्डसेटले एकदम ग्र्याब गरिरहेछ जे खोलेर बिहान हेर्छ गाली देख्छ जे खोलेर हेर्छ फ्रस्ट्रेसन देख्छ जहाँ हेर्छ निराशा देख्छ हामी अनि राम्रो कुराहरू कम सुनाउँछौँ राम्रो कुराहरू कम गर्न थाल्यौँ त्यसले गर्दा युथहरूमा निराशा बढेको छ त्यस कारणले उसले सोच्न थाल्यो कि यो देशमा अब केही पनि हुँदैन यो देश बर्बादै हुन्छ म भाग्नुपर्छ भन्ने वातावरण त यो सम्पूर्ण इकोसिस्टमले हामीले प्रिपेयर गरिदिएपछि त्यो वातावरणमा त भन्छ नि तपाईँ 8-10 जना लास सुताएको ठाउँमा जिउँदो मान्छेलाई लिएर सुताइदियो भने पनि म त मरिसकेको हो क्या हो यो त मरेर मैले त नरकबाट देखिरहेको छु फिल हुन्छ भन्छ भने हाम्रो होल इकोसिस्टम र समाज सोसाइटी कल्चर भ्यालुज नै हामीले त्यसरी नेगेटिभिटीलाई प्रमोट गर्ने हेर्ने बिहान तपाईँको टिकटक खोल्दा बित्तिकै गाली नै आउने फेसबुकमा रिल चाहिँ गाली गरेर मान्छे हिरो हुने आउन थाल्यो भनेपछि र हामीले जसलाई हिरो बनाउन खोज्दैछौँ त्यो हिरो बनाइरहेको साथीहरू पनि ल ल्याङ्ग्वेज हेर्नुहोस् भाषा हेर्नुहोस् तरिका हेर्नुहोस् त्यसमा हामी संस्कार खोज्दैनौँ भने कहीँ न कहीँ चाहिँ यो जेन जी या यङ जेनेरेसनको मात्र होइन ओभरअल हाम्रो चाहिँ सोसियल कल्चरल भ्यालु चाहिँ डिग्रेड भइरहेको छ त्यो सबभन्दा वरि गर्ने कुरा हो त्यहाँ चाहिँ हामीले अहिले पनि बार लगाएनौँ भने हाम्रो पुस्ता या त भागेर जान्छ वर्ल्ड पछिको पुस्ता चाहिँ होस्टाइल भएर नेगेटिभ माइन्डसेटको साथ बस्छ र धेरै प्रोग्रेस गर्न सक्दैन जस्तो लाग्छ मलाई extra further notes on the same topic? So many facts or the truth of Milanji Vakar भन्नुभएको कति धेरै डिटेल लिएर आएर he presented us with that and it's true तर what as a saying what I feel is we are built out of system we proceed एउटा सिस्टममा हामी चलिरहेको छौँ त्यो सिस्टममा चल्नलाई अलिकति हामीलाई अमिएबल पोलिसिजहरू भयो भने होइन पोलिसिजहरू पनि फ्रेन्डली फ्रेमवर्क्सहरू भयो भने we are open to changes हामी बुझ्दै नबुझ्ने पनि होइन we're out there on the streets हामी चाहिँ we want the change त्यही भएर हामी एकदम फाइट जसरी यो war जसरी लिइरहेको छौँ होइन यो इन्टरजेनेरेसनल कोलाबोरेसन पनि देखिरहेको छैन कि अहिले अनि अब जस्तो स्टुडेन्ट्सहरू युजुअली उहाँको डेटामा over 90% बाहिर जान खोजिरहेछ not because it's a choice for them but that's the only chance that they want they don't take it as a choice as a chance मात्र लिन्छ नि त so त्यो चाहिँ चेन्ज गर्नु चाहिँ त्यो सिस्टमको काम हो if that's changed I think for sure all you as NC everyone म पनि अहिले नेपालै बसेको छु म भर्खर ग्रेजुएट भएँ मेरो प्लान्स छैन बाहिर जाने म अहिले नेपालै बसेर आइ एम ट्राइङ टु ब्रिङ अ चेन्ज अलिकति धेरै इन्क्लुसिभ पार्न खोजिरहेको छ पोलिटिक्समा वुमेनहरूलाई होइन अनि त्यस्तो गर्न खोजिरहेको छ सो आई थिङ्क वी हेभ द एम्बिसन वी वान्ट टु बी द चेन्ज बट वी जस्ट निड सम मेन्टरसिप एउटा मेन्टरसिप सिस्टममा चेन्ज चाहिँ हामी त्यही खोजिरहेको जस्तो लाग्यो अब मिलनजी तपाईँको राजनीति युवाको राजनीति होइन जेनजीलाई राजनीतिमा ल्याउन सक्यो भने नयाँ पुस्तासँगै नयाँ विचार नयाँ अनुभव नयाँ सोच पनि आउँछ भन्ने तपाईँको लाइन हो तपाईँले यसको एडभोकेसी गरिरहनु भएको छ अब नेपालमा राजनीतिक दलले जेनजी समूहलाई डोर्याएर हिँडेका छन् त जेनजी समूहको राजा उदेश बचाउन पनि देखिन्छ गालीहरूको पछाडि फेरि गाली थप्न देखिन्छ तपाईँहरूको दायित्व हुन्छ नि त डोर्याउनु भएको छ छैन मैले कुनै पनि पोलिटिकल पार्टीको नयाँ पुरानो उहाँले चाहिँ नयाँ चेन्जको मुद्दालाई सम्बोधन गरेको होइन भनौँ न तपाईँको आजको जेनजीको सबैभन्दा ठुलो मुद्दा के होला यसो सोद्धाखेरि त ऊ त 8 घन्टा 9 घन्टा पढ्छ अनि कलेजमा +2मा पढिरहेको छ र उसले सिस्टमहरूको बुझ्ने सबैभन्दा पहिलो कुरा चाहिँ एक्जामिनेसन सिस्टम होला कि र नेपालको एजुकेसन सिस्टममा सबैभन्दा ठुलो समस्या एक्जामिनेसन सिस्टममै छ एजुकेसनको समस्या भन्दाखेरि यदि जेनजीलाई सम्बोधन गर्नु पर्थ्यो भने त एजुकेसन प्राइभेटमा पढ्नु पर्थ्यो एक्जामिनेसन सिस्टम प्राइभेटमा पढ्नु पर्थ्यो होइन एससीका क्वेसन हेर्नुहोस् +2का क्वेसन हेर्नुहोस् रिजल्टको टाइमिङ हेर्नुहोस् ब्याटर पढिरहेको विद्यार्थीहरू रिजल्ट पढेर बसेका हुन्छ मोबाइलमा एसएमएस आउँछ अब तिम्रो पेपर हरायो आउँदो शनिबार तिम्रो इक्जाम छ होइन यो त मैले त्यतिकै अतिरञ्जना गरेँ भने यो त 1 वर्ष अगाडिको समाचार हो भने त्यही भएर अहिलेको पोलिटिकल पार्टीले
पोलिटिक्सले जेनजीलाई सम्बोधन गर्छ भन्दा एउटा एक्जामिनेसन सिस्टम हेर्ने हो, त्यसको सुधारमा उनीहरूले गरेको प्रयत्न हेर्ने भने म पाउँदिनँ। अर्को चाहिँ जेनजी किन पनि अहिले सरले भने जस्तै फ्रस्ट्रेटेड छ अथवा कन्फ्युज छ अथवा किन बाहिर जान चाहन्छ भनेर भन्ने हो नि, त्यसको चाहिँ मलाई एउटा कारण के पनि लाग्छ भने अहिलेको जेनजीले उहाँहरूले मेरा भाइ बहिनीहरूले उहाँहरू चाहिँ डिग्निफाइड हुन चाहन्छन् जस्तो लाग्छ कि। तर यो देशमा एउटा आफ्नो क्वालिटी अनुसारको जागिर खोज्नको लागि पनि भन्छ गर्नुपर्छ। म मेरो बुवालाई भन्न चाहन्न कि सर, म मेरो क्वालिटी अनुसार, म मेरो क्वालिफिकेसन अनुसार चाहिँ जब पाउन चाहन्छु, राम्रो विश्वविद्यालय पढ्न चाहन्छु, तर त्यो हुँदैन। त्यो युवा जेनजी कहाँबाट फ्रस्ट्रेटेड हुन्छ भने जब उसले आफूले पाउनुपर्ने डिजर्भ गर्नुपर्ने जागिर होस् अथवा कुनै पनि स्कुलमा एडमिसन होस्, विश्वविद्यालयमा कलेजमा एडमिसन होस् भन्छुट गर्नुपर्छ। अनि जुन पार्टीलाई हेट गर्छ, जुन पार्टी मन पराउँदैन, त्यो मामालाई गएर, त्यो काकालाई गएर, त्यो चाचालाई गएर, त्यो गाउँको अङ्कललाई गएर नमस्ते गर्नुपर्छ। र उसले त्यहाँ चाहिँ प्रत्येक मोमेन्टमा मलाई एकजना विद्यार्थीले भनेको कुरा हो, आफ्नो डिग्निटी आत्मसम्मान चाहिँ लुज गर्छ र कुनै पनि युवा चाहिँ आफ्नो डिग्निटी आत्मसम्मान लुज गरेर त्यसमा बस्न चाहँदैन भन्ने लाग्छ। अर्को एउटा कुरा मलाई भन्न दिनुहोस्। अर्को चाहिँ आजको दिनमा तपाईँले भनिराख्दाखेरि चाहिँ समस्या अर्को के हो भन्दाखेरि चाहिँ म चाहिँ अहिले बिहान पनि धेरै डिबेट हो, यो प्यानल्समा आउँदाखेरि मैले अधिकांश सुने लगभग प्रब्लमको सबै कुरा आइसक्यो। फर्स्ट सेसनमै प्रब्लमको सबै कुरा आइसके। खासमा हो चाहिँ के चाहिँ गर्नु पर्यो भनेर यो आज दिनभरि सोचिराख्दाखेरि चाहिँ मलाई आजको दिनमा नेपालको सबैभन्दा ठुलो प्रब्लम चाहिँ बाहिर जाने हो जस्तो लाग्यो। छोड्यो के चाहिँ लाग्यो भने बाहिरबाट जुन नेपालमा फर्केर आएका युवाहरू छन् नि, अलिकति सिप बोकेर आएका छन्, अलिकति पैसा बोकेर आएका छन्, उनीहरूलाई नेपालमा होल्ड गर्न नसक्नु चाहिँ सबैभन्दा ठुलो समस्या हो। मेरा एकजना साथी छन् दुबईबाट 40 लाख पैसा बोकेर आयो। नाम भन्दिनँ, चित्त दुखाउला होइन, घर परिवारले थाहा पाउला, अब किन भन्नु। मैसँग काम गरेको साथी 40 लाख बोकेर आए, 40 लाख 1 वर्षमा सकाए, फेरि दुबई गएका छन्। तपाईँहरूले सामाजिक सञ्जालमा देखेको सोसियल इन्फ्लुएन्सर 1 वर्ष अगाडि नेपाल आउनुभयो, युएसएबाट, अमेरिकाबाट आउनुभयो, बिजनेस गर्ने प्रयास गर्नुभयो, बिजनेस गर्न सक्नु भएन, फेरि अमेरिका फर्किनु भयो। यो रियल घटना। मैले त्यसपछि खोजेँ यो बिजनेस गर्न नेपालमा के समस्या छ, साँच्चीकै मान्छेले भने मात्र हो कि डेटा फ्याक्टले पनि त्यो भन्छ भनेर खोज्दाखेरि लेटेस्ट डेटा त पाइनँ, नेपालको डेटा पाउन गाह्रो छ। मैले एभाइलेबल भएको लेटेस्ट डेटाहरूमध्ये इज अफ डुइङ बिजनेस भन्छ, अहिले त्यसलाई पनि होल्ड गरेको छ। तर इज अफ डुइङ बिजनेस हेर्दा नेपालमा स्टार्टअप सुरु गर्नलाई नेपाल कतिौँ देश रहेछ भन्दा 135औँ देश रहेछ। निर्माण अनुमति लिनलाई नेपाल कतिौँ देश रहेछ भन्दा 107औँ देश रहेछ। विद्युत जडान गर्नलाई उद्यमशील बन्ने हुन्छ नि, हामी जागिर दिनको लागि अथवा काम गर्नको लागि, व्यवसाय गर्न त विद्युत चाहियो। विद्युत पाउनको लागि संसारभरि 190वटा देशको डेटा हेर्ने हो भने 135औँ नम्बरमा रहेछ नेपाल। र कर तिर्ने त्यो प्रोसेसमा चाहिँ नेपाल कतिौँ नम्बरमा आउने रहेछ भन्दा 175औँ स्थानमा कमायो। कर तिर्नलाई पनि हामी त्यति धेरै स्ट्रगल गरिरहेको छौँ। र मैले अहिले रिसेन्टली एउटा व्यवसाय सुरु गरेको छु, 1 वर्ष यता हो। सो म आफै फ्रस्ट्रेट हुन लागिसकेँ। म अरूलाई मोटिभेट गर्दै हिँड्ने मान्छे हो, तर म आफै यो जुन प्रोसेस छ, एउटा कम्पनी दर्ता गर्नेदेखि लिएर कर तिर्नेसम्मको प्रोसेस इमान्दार हुन्छु, एउटा तलमाथि नगरिकन हामी एउटा टिम मिलेर गर्छौँ, एउटा नेपालमा एउटा होप जेनेरेट गर्छौँ भनेर हिँडेको मान्छे यो सबै प्रोसेसमा अल्झेर मै त तपाईँको फ्रस्ट्रेटेड भएर यो व्यवसाय गर्दिनँ भन्ने अवस्था आउन लाग्यो भने अनि ती युवाहरू जेनजी जुन भनेर भनिराख्नु भएको छ, उसले किन मान्छ? ऊ त फेसबुकमा फोटो राख्ने बित्तिकै लाइक चाहियो उस्ता हो नि त होइन, अनि ऊ किन पुग्छ? हस्।